पहिला हात लक गर्नुहोस् यसरी नानीमा राख्नु ढाड सिधा गर्नु पछाडि गर्दन पनि ठिक्क ठिक्क र बिस्तारै आँखा बन्द गर्नु पुरा आह्वान गर्नु अब जति पनि यहाँ मन्दिरका वरिपरिका देवी देवता छन् नि सबैलाई वेलकम गर्नुहोस् त हाम्रो वरिपरि यहाँ बसाल्नुहोस् उहाँहरू ल्याएर भगवान शिवलाई ब्रह्मा विष्णु महेश्वरलाई यहाँको कुल देवता भूमि देवतालाई यहाँ वरिपरिका विभिन्न किसिमका आत्माहरूलाई पवित्र आत्माहरूलाई ल्याएर वरिपरि राख्नु आफ्नो बाजे बजे आमा बुवालाई पनि सम्झेर बोलाउनु नजिकै राख्नु आफ्नो घर परिवारका सबै मान्यजन मान्छेहरू दिदीबहिनी दाजुभाइहरूलाई पनि वरिपरि ल्याएर राख्नु आफ्ना मान्यजन गुरुवर्गलाई वरिपरि ल्याएर राख्नु